हिजो अस्ति मात्रै एकजना मित्रले उत्सुकतापूर्वक सोध्नु भएको थियो, सर, तपाईँ बसिराख्नु भएको ठाउँबाट ओखलढुङ्गाको प्रसिद्ध पोकली झरना पुग्न कति टाढा पर्छ? सो हेलो एन्ड नमस्ते एभ्रिबडी, आई एम विकास सिंह, एन इङ्ग्लिस ल्याङ्ग्वेज टिचर बाई प्रोफेसन एन्ड प्यासनेट एक्सप्लोरर बाई हार्ट। हिजो बिहान झ्यालबाट बाहिर च्याउँदा उक्रिँदै गरेको आकाश र पूर्वतिर झुल्किँदै गरेको घामले एउटा सुन्दर दिनको सङ्केत गरिरहेको थियो। मौसम सम्बन्धी मोबाइल एप्सले पनि आज वर्षाको सम्भावना क्षीण रहेको देखाएपछि मेरो मनमा ओखलढुङ्गाको प्रख्यात पोकली झरनातर्फ सोलो राइड गर्ने तीव्र इच्छा जागृत भयो। ढिलाइ नगरी ब्यागमा बाइकको बिल्बो, केही अतिरिक्त पोसाक, रेनकोट र पावर ब्याङ्क हालेर म आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेँ। करिब 1 महिनाको लामो अन्तरालपछि हिजो म बाइक हाँक्दै थिएँ। रावादुलोबाट माथितिर लाग्दा करिब 5 किलोमिटरको उकालो बाटो असाध्यै हिलो, चिप्लो र जोखिमपूर्ण थियो। साँचो भन्नुपर्दा मेरो पल्सर NS 200 मुख्यतः चिल्लो र पक्का सडकका लागि निर्मित मेसिन हो। यसको फराकिलो पाङ्ग्राका कारण हिलो र अफ रोडमा ग्रिप पाउन कठिन हुन्छ र बाइक अत्यधिक चिप्लिन्छ। त्यो कठिन 5 किलोमिटर काट्दै गर्दा एकपटक त मलाई अगाडि बढ्न नसकेला कि भन्नेसम्मको शङ्का पैदा भएको थियो। तर ठिक्क त्यही क्षण मलाई निम्स दाईको त्यो ऐतिहासिक र इन्स्पायरिङ वाक्य स्मरण भयो, गिभिङ अप इज नट इन द ब्लड सर, इट्स नट इन द ब्लड। म हार मान्ने पक्षमा पटक्कै थिइनँ। बाइकलाई सन्तुलनमा राख्दै अनेकौं हेलाम्य हर्डल्सहरू पार गरेर अन्ततः म थाम डाँडा सकुशल पुगेँ। केही छिन मेरो भरपर्दो मेसिन र आफूलाई विश्राम दिएपछि पुनः अगाडि बढेँ। बाटोका केही खण्डहरू हिलाम्य र दुर्गम भए तापनि एक ठाउँमा रोकिएर एक कप बाफिँदै गरेको कफीको चुस्की लिँदै बाइकलाई सेलाउने अवसर पाएँ। साना ठुला 5-6 ओर्लदा खोलाहरू तर्दै बिहान 9:30 बजे म खिचिदिम्बा गाउँपालिकाको सदरमुकाम फलाटे पुगेँ। त्यहाँको एउटा स्थानीय होटलमा तृप्त हुने गरी खाना खाएपछि बाइकमा 2 गड जर्किन पेट्रोल थपेर स्थानीयहरूसँग बाटो सोध्दै चण्डेश्वरी र रगनीतर्फ अगाडि बढेँ। पोकली झरनासम्मको यात्रा सहज त पक्कै थिएन, तर असम्भव पनि थिएन। सोलिङ गरेको बाटोमा निरन्तर बाइक कुदाउँदा उत्पन्न हुने भाइब्रेसनले इन्जिन मात्र होइन, मेरो हात खुट्टा ढाडसम्म गलिसकेका थिए। तर थकानलाई एकातिर पन्छाउँदै नेपालको मनमोहक भौगोलिक विविधताको आनन्द लिनुको मजा बेग्लै थियो। बाटोमा भेटिएका उत्सुक स्थानीयहरू कहाँबाट आउनु भएको, के गर्नुहुन्छ, एक्लै किन आउनु भएको भनी सोध्ने गर्थे। अतिथि सत्कार र आगन्तुकप्रति चासो राख्नु हामी नेपालीको मौलिक आत्मीय स्वभाव नै हो, जसको उत्तर दिन मलाई सधैँ खुसी लाग्छ। एक्लै किन त भन्ने प्रश्नको मेरो एउटै उत्तर हुन्थ्यो, साथीहरूलाई सोध्यो भने आज होइन अर्को दिन जाउँला भन्दै पन्छाउँछन्। त्यसैले पर्खिनुभन्दा आफ्नै धुनमा निस्किनु मैले बुद्धिमानी सम्झेँ। फलाटेपछिको बाटो पूर्णतः अफरोड र असहज थियो, तर रगनी पुगेर सडकबाट तल निहाल्दा देखिने दृश्य अलौकिक थियो। काखमा लहलहाउँदा धानखेत, आकर्षक गाउँघर र कलकल बगिरहेको लिखो खोलाको मधुर ध्वनि। तराईको मूल बासिन्दा भए पनि मलाई पहाडी वातावरण, यहाँको मौलिक संस्कृति र जनजीवनप्रति सधैँ अगाध प्रेम छ। गन्तव्यको नजिक पुग्दै गर्दा रामेछापबाट आउँदै गरेका 2 जना सहयात्रीहरू टीकाराम र कमल सरसँग मेरो भेट भयो। संयोगवश हाम्रो गन्तव्य एउटै थियो। यस्तै क्षणहरूले सिकाउँछ, यदि तपाईँ आफ्नो लक्ष्यतर्फ निडर भई अगाडि बढ्नुहुन्छ भने त्यही गन्तव्य भएका यात्रीहरू बाटोमै भेटिन्छन् र यात्रा आफैमा एउटा सुन्दर गन्तव्य बन्छ। ठिक्क अपराह्न 12 बजे हामी पोकली झरनाको प्रवेशद्वार पुग्यौँ। केही यादगार तस्बिरहरू खिचेर करिब 15 मिनेटको उकालो पैदल यात्रा पश्चात अन्ततः हामी पोकली झरनाको काखमा पुग्यौँ। बर्खायाममा 135 मिटर अग्लो छाङ्गोबाट गर्जिँदै खसिरहेको त्यो विशाल र सुन्दर झरना देख्दा त स्तब्ध र मन्त्रमुग्ध भए। लोकसेवा आयोगको पुस्तकमा पढेको त्यो पोकली झरना आज आफ्नै आँखा अगाडि साक्षात् देख्न पाउँदा प्रकृतिको वरदानप्रति शिर झुकेर आयो। त्यहाँ आउने पर्यटकहरूसँग भलाकुसारी गर्दा थाहा भयो, धेरैजसो विकेन्ड मनाउन आएका पेसाकर्मीहरू हुनुहुँदो रहेछ। वास्तवमा सरकारले दिने 2 दिनको बिदाले मानिसहरूलाई मानसिक तनावबाट मुक्त मात्र राख्दैन, आन्तरिक पर्यटन प्रवर्धन गरी स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन ठूलो
केही मद्दत पुर्याउँछ। झरनाको कञ्चन पानीले सञ्चित फाँटहरूमा लहलहाउँदो धान खेत देख्दा स्पष्ट हुन्छ। यो प्राकृतिक सम्पदाले धेरै किसानहरूलाई स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बनाएको छ। झरनाको सामिप्यमा करिब 2 घण्टा आत्मिक शान्ति र आनन्द बिताएपछि अपराह्न 2 बजे नयाँ साथीहरूसँग बिदाबारी भई म पुनः फिर्ता यात्रामा लागे। बाटोमा स्थानीयहरूसँग कफी खाँदै पोकलीको पर्यटकीय सम्भावनाबारे केही कुराकानी गर्यौं। फिर्ता बाटो अझ चुनौतीपूर्ण थियो। दिउँसो थामडाँडा क्षेत्रमा भारी वर्षा भएकोले 5 किलोमिटर ओह्रालो बाटो असाध्यै चिप्लो, अँध्यारो र जोखिमपूर्ण बनेको थियो। तर धैर्यताका साथ बाइक सम्हाल्दै राति 7:30 बजे म आफ्नो कोठामा आइपुगेँ। कुल 110 किलोमिटरको यो साहसिक यात्रापछि कोठामा पुगेर जुत्ता खोल्दा गोडामा 4वटा जुका टाँसिएका थिए, 2वटा बाटामै खसिसकेका रहेछन्। कठिन बाटो, जुकाको टोकाइ र थकाइ, तर यी सबैको बदलामा पाएको त्यो अभूतपूर्व प्राकृतिक सौन्दर्य र आत्मसन्तुष्टि। यसरी सम्पन्न भयो मेरो यो हप्ताको अविस्मरणीय विकेन्ड राइड। तपाईँलाई यो मेरो यात्रा कस्तो लाग्यो कमेन्टमा पक्कै बताउनुहोला। Until next time, keep exploring and stay blessed. Thank you.